कति एक्साइटेड हुनुहुन्छ? हेप्पी एक्साइटेड। यस दादा कङ्ग्रेचुलेसन्स। आइरम काम छ आउनु पर्ने खास निन्जाले छैन अन्त साह्रो पारेर खसीको मासु हो अन्त यहाँ चाहिँ सुँगुरको मासु चुला हेर्नुहोस् के मजाको खाना खाने यहाँ रहेछ अनि चिया खाने चाहिँ यहाँ मात्रै लाग्यो सबैजनालाई गुड मर्निङ है त तर दिदीलाई जाडो भएर आएको छ अरे कि ज्याकेट किन नलाग्यो अरे त ओके साथीभाइहरू आज चाहिँ म मेरो दाजुको बिहामा आएको छु है हिजो बेलुकातिर हामी आइपुगेको यहाँ बिहा घर चाहिँ अन्त हिजो बेलुका आएर रेस्ट गरेर अहिले जस्ट तपाईँको बिहानको 7:30 भइसक्यो है अनि आजको बिहाको तपाईँहरूलाई सबै देखाउँछु सो फेरि पनि आज सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भ्लगमा आशा गर्छु सबैजना ठिकै हुनुहुन्छ होला भने र फर्स्ट अफ अल सबैजना गुड मर्निङ हाम्रो म टाँसीदेल फेब्रुअरी सेवाहरू अनि जय मिसन साथसाथै धेरै धेरै माया हजुरहरूलाई ल त अहिले चाहिँ हामी जस्ट उठेर बसिरहेछौँ यहाँ सबैजना आफ्नो आफ्नो काममा बिजी हुनुहुन्छ अन्त हिजो अब मरमा फ्युनरलमा काम सकेर सिधै यता आयो हो हामी अरूभन्दा सुबोध मै आएको अन्त ठिकै छ यताउता जस्ट अब यहाँ सबै काम गर्दा प्रायः त सकिसकेछ अब उठेर हामी पनि चिया खाएर अरू के हुन्छ काम गर्दै जानुपर्छ गुड मर्निङ दा गुड मर्निङ ए ल हेर्नु कस्तो मजाले डेकोरेट गरेको छ हो यो चाहिँ तपाईँको हो त्यो पन्डाल पो भन्छ के भन्छ यसलाई त बेहुला बेहुली बस्ने जग्गा नामै आएन हौ छ्या कस्तो मण्डप हो मण्डप चाहिँ हाम्रो दाको घर बिहा चाहिँ कसको भन्दाखेरि अभिषेक दा है हाम्रो एकदमै हाम्रै चर्च मण्डलीको दा हुनुहुन्छ एकदमै मिल्ने खासमा त म आज एकैचोटि आउँ भनेको थिएँ दादाले आउनु भन्यो आएर पनि काम छ आउनु पर्ने खास निन्जाले छैन अन्त साह्रो पारेर ए खाना खाने चाहिँ यहाँ रहेछ मैले हिजो बेलुका देखेको थिइनँ बहिनी गुड मर्निङ चाहिँ मसी ऊ चाहिँ यहाँ घर कान्छी बहिनी इस हेर्नु न फार्सी जसले कमेन्ट गर्दै जान्छ नि उनीहरूलाई एउटा पठाइदिन्छु खाना खाने यहाँ रहेछ अनि चिया खाने चाहिँ यहाँ मात्रै लाग्यो जस्तो लाग्यो आई गेस है हामी माथि गेटहरू छ अहिले देखाउँदै जान्छु फर्स्ट अफ अल यहाँ दिदीले हामीलाई चिया बनाइदिनु हुँदैछ नि भित्रबाट कि चिया खाएर चाहिँ जाने हामी अङ्कल जय मसी ए जय मसी भाइ अन्त आज बिहामा कस्तो लागिरहेको छ तपाईँलाई एकदमै रमाइलो फेरि पनि यहाँ सम्पे भाइको यसलाई देखेर त झन् गदगद भइरहेको र ठिकै छ हामी चाहिँ अलिक ढिलो भएछ अङ्कलहरू बिहानदेखि काम सक्नुभएको जय मसी आन्टी जय मसी तपाईँले के बनाउनु हुँदैछ अरे चुला हेर्नुहोस् न के मजाको यहाँ के पाक्दैछ पानी चाम्रे बनाउनु हुँदैछ खाजा दिदी जय मसी तपाईँको नानी है हेलो के नाम के पो भन्दैछ हेलो भन्थ्यो जयमसी भन्थ्यो यहाँ चाहिँ सबै काम गर्नेहरूलाई होला है यो चाम्रे बनाइ बिहानको लागि चाहिँ ब्रेकफास्ट सो काम गर्नेको लागि चाम्रे रहेछ नगर्नेहरूको लागि चाहिँ के छ ए नमस्ते बडा ए कार्यक्रम उपस्थित हुनको लागि हजुर अहिले चिया खाइदिउँ है यो मिठो चिया कलरै मजाको गाईको दुध कस्तो लाग्यो चिया खाएर हाम्रो अङ्कल पनि कालिम्पोङमै बस्छ कहिले आउनुभयो तपाईँहरू म अस्ति बिजी होला है यहाँ म पनि हातमा चाहिँ छिटो आउने प्लान थियो कि गाउँमै मर फ्युनरल परेको थियो हिजो त सकिएन त चिया खायौँ एकछिन अनि त्यसपछि अब यहाँ तलतिर के कामहरू हुन्छ सघाउँदै तल जानुपर्छ हुन्छ त्यही सक्दैन गाईको दुध कति छ किचनको लागि यहाँ प्रिपरेसन गर्नु हुँदैछ त खानाहरूको लागि दाहरूले हामीले भर्खरै जस्ट यो ग्यासहरू सिलिन्डरहरू ल्याइ पुऱ्यायौँ अन्त काट्दैछ दा सबैजनालाई गुड मर्निङ है त ल त दादाहरूले यहाँनिर बिहानदेखि अन्त यहाँ चाहिँ खाना खाने पन्डाल बनिँदो रहेछ हो बनिँदो रहेछ के बनाइसकेछ यहाँनिर चाहिँ बारी हेर्नुहोस् नि सागबारी मटरबारी यहाँ हेर्नुहोस् नि
मटर सिमी मटर पो रहेछ। यहाँ चाहिँ खानाको लागि चाहिँ यस्तो बनाउनु भएको रहेछ। फेरि यहाँ चाहिँ यस्तो रहेछ कि गाउँ समाजको सबै समाजको सबै जिम्मा लिइहाल्दो रहेछ। ढुक्कै रहेछ क्या सामान ल्याउनु उसार्नु त्यो गर्नु। घरको लागि त्यति साह्रो प्रेसर चाहिँ पर्दैन रहेछ। त्यो चाहिँ दामी रहेछ। गाउँलेहरूले गरिदिइहाल्दो रहेछ। अन्त यो चाहिँ खाना खाने भइगयो झन्डा। लु अब एकछिन बसौँ है अनि अरू काम गर्नुपर्छ। म त अहिले भएछ बाबालाई ल्याउनु जानुपर्छ यहाँ पर नेटवर्क नारासम्म। अनि मैले एक दुईवटा लुगा सामानहरू मगाइरहेको छु बाबालाई। बाबा ल्याइदिनुहुन्छ होला। बुधबारे पुल छ नि यहीँ माथिल्लोपट्टि चाहिँ बिहा हो नि त। पुलको माथिल्लोपट्टि हो नि त दादाको घर चाहिँ अन्त बिन्दा दिएको घर चाहिँ यहाँ माथि पऱ्यो। कहाँ पऱ्यो यहाँ पऱ्यो यहाँ हो त्यो पऱ्यो बिन्दा दिएको घर। झनै चाहिँ एफेक्ट पारेन अब। यो खसीको मासु हो अन्त यहाँ चाहिँ सुँगुरको मासु। अन्त छैन त यहाँ चाहिँ के छ खाली भाडा। यस आगो पनि दाउराहरू बल्न थालिसक्यो। मेन चाहिँ सजिलो चाहिँ ग्यासले गर्दा एकदम सजिलो हुँदैन। यहाँ चाहिँ टुटो परिहाल्छ। ओके लु यस्तै चल्दैछ अहिलेसम्म चाहिँ। अब फर्दर त के हुन्छ तपाईँलाई सबै देखाउनु ट्राई गर्छु। मैले बेहुला भेटाउनु भएको छैन। बेहुला माथि छ कि दा बिजी छ नि त। फेरि यो कहाँ कोट्याएर चाहिँ भ्लग बोल्न लगाइरहनु। अहिले भेटाउँछु नि तपाईँलाई ल। अहिले चाहिँ अहिले कहाँ यताउता सामान उसाल्दैछ हामी पनि। ओके लेट्स गो। किचनमा बस्नु फाइदा हुन्छ हुँदै बस्न। कुखुराको मासु मासु हिजो बेला खाएन के भयो। आमा आएको बेहुला जयमसिदा गुड मर्निङ। अन्त कति एक्साइटेड हुनुहुन्छ? हेप्पी एक्साइटेड। जस दादा कङ्ग्रेचुलेसन्स मेरोबाट आइरहने हो। मैले भनि पनि सकेँ तर फेरि भिडियोमा पनि कङ्ग्रेचुलेसन्स दादालाई बिहाको है। अन्त भाउजू पनि अहिले भेटाउँछु। भाउजूलाई चाहिँ लास्टमा देखाएको छु किनकि भाउजू एकदमै स्पेसल हो। तपाईँले पहिलाको भ्लगतिर देख्नु भएको होला तर चिन्नु भएको छैन होला। भनिदिएको छु। यहाँ माथि हेर्नु जानु मन लाग्यो मलाई चाहिँ। कस्तो बनाएको छ फुलहरूले के मजाले सिङ्गेको। तिनवटा गेट छ यहाँ। तिनवटा गेट बनाएर रहेछु। सिम्पल एन्ड स्विट क्या हुन्छ नि त्योहरू जग्गा बसे जग्गा एम्बियन्सहरू यहाँ हेरौँ है कस्तो बनाएको छ। यो चाहिँ जस्ट चिया खाजाको लागि रहेछ। 4-5जनाले एकै दिनमा बनाएको भन्छु यो त। फर्स्ट अफ अल त हाम्रो यहाँ अभिषेक दा अनि हाम्रो भाउजूलाई एकदमै हार्दिक बधाई छ। तपाईँहरूको जोडीलाई है गडले एकदमै आशिष दियो नि है। अनि तपाईँहरूको जोडी एउटा क्या हुन्छ नि यो अहिलेको वर्ल्डमा अहिलेको जेनेरेसनमा एउटा इक्जाम्पल होस् है। कृष्ण जीवन कसरी बाँच्नुपर्ने भन्ने इक्जाम्पल होस्। हुन्छ भने त मलाई आशा छ तर त्यो हुनुमा है गडले तपाईँलाई सामर्थ्य दिनु। द्याट्स अल। अब अरू त के भन्नु। ओके जुन त अब हाम्रो मर्निङ ब्रेकफास्ट चाम्रे अनि अचार हो। भरे चाहिँ मासु पठाइरहनुपर्छ। अहिले बिहान त रुच्दैन पनि मासु भात खाएर पनि त्यसपछि फर्दर काम गर्दै जानुपर्छ। बाबालाई पनि ल्याउनु जानुपर्छ। ल साथीभाइहरू अहिले चाहिँ हामी यहाँ चिया खाँदै बसिरहेको छौँ। मान्छेहरू बिस्तारै आउनु हुँदैछ। यहाँ फर्स्ट चाहिँ के भन्छ तपाईँको सानो सेवा हुन्छ होला। सेवापछि चाहिँ लाइक त्यसपछि त अब त्यही हो नर्मली अब मान्छेहरू बिहा हो आउँछ खान्छ जान्छ नर्मली त्यही अब के हुन्छ तपाईँलाई देखाउँछु। गिफ्टहरू दिन्छ। खदा पनि लाउँछ छ खदा गिफ्ट छ। अन्त हामी त बिहा हेर्नु मात्रै आएको होला जस्तो। जस्ट अब छ गिफ्टहरू कि सिम दिनुपर्छ। अर्पण दालाई जिस्काएको नि अब उसलाई चाहिँ हामी यहाँ केही भनेर बोलाउने भन्दाखेरि चाहिँ फिरोज चाय खाओ क्या यहाँ आउँछ हेर्नु साउन्ड सिस्टममा। अब सानो सेवा हुन्छ होला यहाँ। अन्त चाहिँ प्रोग्राम सुरु। आमा अनि बाबाले सधैँ भन्थे प्रार्थनामा याद गरिदिनुहोस् भन्दै थियो। भन्छ अचानक मग्नी सक्ने पनि भयो। 1 तारिकको दिन केटीतर्फ विवाह पनि भयो। जो प्रभुले बनाउनु खुसी चुवाले खुसी पार्नुभयो। खुसी चुवाले यहाँ चाहिँ सेवा सुरु भइसक्यो। मेरो साथी कहाँ गयो केटाहरू कहाँ गयो आउँदै होला। खुसी पार्नुभयो।
भेडाघाट चाहिँ झुली भेडा एक काप लुका ल ताली त बजाउनु ल कन्जुस लगाउनु ताली बजाउनु अलग्गै चाहिँ त्यही खानुपर्छ दुईजनाले अघि एक भएको भन्ने कुरा छ अझ ताली बजाउनु जोडले र अब तपाईँहरूले भेट्नु सक्नुहुन्छ ल केक अब बेहुला बेहुलीले पाउँदैन केक अब आशा नहुनु केक निकाल्दिउँ यो चर्चको सानो सेवा थियो सेवा चाहिँ सक्यो बाबा त्यसपछि भन्छ कस्तो लागिरहेछ सबैलाई खुसी लागिरहेछ खुसी लागिरहेछ अब 5 वर्ष बाद मेरो है अब 5 वर्ष बाद हामी बिहा गर्ने टाइम हुन्छ हो बिस्तारै गर्नुपर्छ अब गडले जुराइदिनुहुन्छ कहिले हुन्छ अभिषेक दालाई एकदमै बधाई छ अहिले गएर भेट्नुपर्छ हजुर कङ्ग्रेचुलेसन अहिले हो सुलाम कङ्ग्रेचुलेसन चाहिँ ल साथीभाइहरू म चाहिँ एकछिन अहिले यहाँ माथि बजार जाँदैछु हेलमेटै किन्नु खदै किन्नु बिर्सेछु कि त्यही भएर अब एकछिन गएर खदा सधैँले किन एक दुईवटा भनेर नि जाँदै गरेको हुन्छ बहिनीलाई कङ्ग्रेचुलेसन्स फर्स्ट टाइम बसेको तिमी साथी अलिक साथी बसेको ल अब चाहिँ माम खानु आँटेको छौँ मामी हो माम बस्केर आएर बल्ल अलिक खानु भएर चाहिँ बाबा यहाँ बसिरहेछ हो अन्त अर्को त हामी 4 जना चाहिँ माम खाने भनेर आएर अब किनकि ढिलो हुन्छ हामी कालिम्पोङ छोडिदिनुपर्छ त्यही भएर यो बाहिर सुँगुरको मासु छ यहाँ कुखुराको मासु पिक्कल हो मटर पनिर यस्तैहरू अलिअलि खाऊँ अलिअलि त सानो सानो छ खाएर जुवान जानुपर्छ अब कस्तो छ मिल्छ खानासाना खाएर जानुपर्छ अब यहाँ चाहिँ मेरो दिदी समृद्धि आयो भने अन्त दिदीले दिदी चाहिँ रिसाउनु हुँदै थियो नि त होइन आज भेट्दैछ है आफ्टर लङ टाइम भेटेको दिदीलाई अन्त भ्लगमा निकालेन भनेर दिदी मन दुखाउनु हुँदै थियो नि त यस्तो राम्रो भइकन आइरहेछ तर दिदीलाई जाडो भएर आएछ अरे कि ज्याकेट किन नलाग्यो अरे तपाईँले भन्नु अन्त दिइहाल्छ नि भाइले अन्त आज कस्तो लागिरहेछ तपाईँलाई आफ्नो चर्चको आफ्नो एकदमै मिल्ने दाजुको बिहा हो कस्तो लागिरहेछ एकदमै राम्रो रमाइलो धेरै वर्ष बादमा बस्तीको बिहा खानु पाउँदैछु नि त दिदी त तपाईँ कुन कलकत्ता है कलकत्तामा स्टडिजको लागि थियो अन्त हामी यहाँ एउटै गाउँको भनौँ एउटा चर्चको हो दिदी आफ्नै मेरो पापाको चाहिँ भाइको छोरा हो तर एकदम बिर्सिहाल्यो होइन अब भेटघाट त्यस्तो हुँदैन बोलीचाली त्यस्तो हुँदैन दिदी पनि अब ठुलो अफिसर हुन आँटेको छ अब दिदी हो नि होस् पनि क्या हुन्छ नि अन्त ठिकै छ अब हामी पनि फर्किन आँटेको अब दिदीहरू खाना खानु भएको छैन तपाईँहरू पनि छिटो खाना खाइहाल्नुहोस् हो मेरो भाइलाई धेरै माया दिनुहोस् तपाईँहरूले थ्याङ्क यू दिदी कस्तो राम्रो देखिरहेको हो नि हो राम्रो देखिरहेको दिदी सिङ्गल पनि होला है पोचक पार्टी अब यहाँ सबैजना पर्खिरहेको सँगै माम खान लाग्यो सो अब हामी पनि जानु आँटेको बाबालाई म त अब यहाँ पर आधी बाटोसम्म पुऱ्याइराख्नुपर्छ स्कुटीमा बाई बाई भनिदिनु हुन्छ दिदी थ्याङ्क यू सो मच अब बाबालाई पुऱ्याउनु लागि म यहाँ पर आधी बाटोसम्म जानुपर्छ हो अन्त म पनि कालिम्पोङ फर्किने सो अब दिदीलाई पनि माथि दाजु र भाउजूलाई पनि एकछिन भेट्नुपर्छ गएर जाने बाबा अब खाना पनि एकदमै दामी थियो सबैबाट किचन टिमलाई एकदमै धन्यवाद सबैजना लागिरहेछ 10-20 किचनमा
फ्रेस केटाहरू हिजो ल्याङ्गे भइरहेको थियो आज झन् फ्रेस अब जाने पो ल ठिकै छ आयो खाली खाली देख्दै जाँदैछ त हुन्छ आन्टी हजुर किन छिटो निस्किनुहुन्छ हुन्छ कि जाने म हुन्छ दाजु ल हुन्छ मामा बिस्तारै ल माया पिरती अय्यौ माया पिरती